4 hours drive यहाँबाट केटाहरुकोमा 4 hours हो त्यस 4 hours ब्लग सुरु हुन्छ अब वेलकम टु द ब्लग है अब हामी जाँदैछौँ यो पक्कै यो सायद अमेरिकन फुटबलको फ्यान फेस्ट जस्तो लागिरहेछ जो कि हामीलाई केही आउँदैन I'm walking in the street of Thamel भने जस्तै हो बनाउँदै जान्छौँ we are going to be the best blogger in the town टाउन हैन घरको चाहिँ घरको ल यसो बसेर इन्जोय गरौँ जस्तो लाग्यो केटा हेलो हेलो हेर्नु त 5-6 मिनेट होला 5-7 मिनेट होला ल हेलो गाइस तर हामी गाडी भएको बाइ बाइ ओके बाइ भिडियो Yes guys, we're at ल्यान्ड भयौँ चलो न all the way from Toronto. आज हाम्रो बास यहीँ छ कता चाहिँ थाहा छैन केटाहरू आउँदैछन् आधी लगाएर ज्याकेट लगाएर बसिरहेको 4 hours drive यहाँबाट केटाहरुकोमा 4 hours हो त्यस 4 hours ब्लग सुरु हुन्छ अब भोलि स्विमिङ गर्ने प्लान छ हाम्रो केटाहरू आएछ दिन चाहिँ हामी स्विमिङ गर्ने प्लान छ स्विमिङ त कसैले नआउँदैन तर डाइरेक्ट खोला छ जता गयो टोरन्टो टाइम 2:04 and यहाँको टाइम 11:03 लगभग हामी 4 घण्टा बचायौँ जिन्दगीको 4 घण्टा बचायौँ गाइस के गर्ने 4 घण्टाको 4 घण्टाको प्रेमा हो ब्याक फ्रम फ्युचर टु पास्ट है गाइजहरु ब्याक टु द फ्युचर भन्छ तर हामी ब्याक टु द पास्ट हो गाइस आजलाई 4
सबसे बढिया मलाई केही समय बताउनुको लागि एउटा काम गरेर आउनु पर्छ
वेलकम टु द ब्लग है। अब हामी जाँदैछौँ कता अरे गाइस? वाटरफ्रन्ट हामी वाटरफ्रन्ट पार्क जाँदैछौँ होइन। टाढा देखेर चाहिँ नेपालको याद आइरहेछ। हामी सम्म सबिन्सर तङ्गु के अरे के निकाल्यौँ हामी जाँदैछौँ जिन्दगी। हामी फ्यान फेस्टमा आएको छौँ। फ्यान फेस्टमा आएको छौँ, त्यो पनि केलोनाको टोरन्टोको फ्यान फेस्ट नगएर हामी केलोनाको फ्यान फेस्ट आएको छौँ। वाह जिन्दगी हेर केटा, यस्तो नजिकको चिजको हेला भनेको नजिकको तीर्थ होइन त। टोरन्टोको फ्यान फेस्ट नगएर हामी केलोनाको फ्यान फेस्ट आएको छौँ। तीर्थयात्रा अब तर के को फ्यान फेस्ट हो थाहै पनि छैन फेरि हामीलाई। माथि गएर तल भइदिएर पोइन्ट अफ भ्यू पानीमा कहाँ दौडिन्छौ सेट यस्तो चाहिँ केटा हो। स्टार बुक्स खाएको छ अगाडिको डिस्प्ले त देखाउँदैन होइन अनि डिस्प्ले त्यहाँ आउँदैन कसले मिलाइरहेको छ सेटिङ सेट। हामी नेचुरल खिच्दैछ सो यहाँ नआउनु पाए दामी हुन्थ्यो है। मैला छ यता 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 यो चलाउनु पाए त सर। ओहो कल्चरल डिस्ट्रिक्ट के हो केटा यसो हेरौँ होइन। खै के त बुझिएन तर जाउँ। यो डिजाइन हेर्दाखेरि चाहिँ रमाइलो छ होइन। सो यसो हेरौँ यो पक्कै यो सायद अमेरिकन फुटबलको फ्यान फेस्ट जस्तो लागिरहेछ जो कि हामीलाई केही आउँदैन। नो स्विमिङ अरे लकेडा होला जिजी भन्छ। यति पैसा कमाउनु पऱ्यो कि त्यस्तो बोट चाहिँ एउटा लिनु पऱ्यो केटा के भन्छ। क्यानाडाको सबभन्दा डेन्जरस एनिमल क्यानाडाको सबभन्दा डेन्जर एनिमल है यो चाहिँ। यसको अगाडि गयो भने चाहिँ मऱ्यो। योगा ग्रुपमा चाहिँ योगा हुँदैछ कि हाम्रो थाहा छैन के पनि। ओहो सिन नेपालको याद आयो। उडेको हट एयर बेलुन हो होइन त्यो पहाडी त्यो गर्छ नि प्याराग्लाइडिङ होइन बोटको पहाडी गरेर त्यो गर्छ नि क्या त्यो हो क्या केटाहरू नि प्याराग्लाइडिङ गर्दा तर कहाँ डोरी हुन्छ। पोखरावाला भाइ भयो केटा यो के छ फेवाताल होइन फेवाताल है एउटा। वेलकम टु आवर फेवाताल। यो चाहिँ क्यानाडाको फेवाताल खेला होइन। कहाँ सेलरोटी हेर्नु त्यहाँ सेलरोटी हिँड्दै थियो ओनियन रिङ हो सर क्यानाडाको सेलरोटी त्यसरी बुझौँ। ओहो कसम यसो बसेर इन्जोय गरौँ जस्तो लाग्यो केटा।
वाह डाँडा डाँडा हाम्रा दुई लठ्याङ्ग्राहरू सिम्सन वाकमा वाक खाँदैछन् तर यो फेवाताल त ओहो पानी त ओए होए मा कसम क्यामेरा कति देखिरहेको छ थाहा छैन तर यो यसमा त हामी धुली भन्दा हाम्रो सबै पाप धुलिन्छ जस्तो लाग्नु थाल्यो त है सर यसमा धुलिम भने चाहिँ पाप धुलिन्छ अन्टारियोमा धुलिम भने चाहिँ पाप आउँछ क्या अर्काको पाप आउँछ त्यही फेवाताल नेपालको फेवाताल यो भिडियो पठाएर मैले नेपाल पठाइदियो भने त पोखरा आइपुगिस् अन्त ग्यारेन्टी हो क्या मोर एउटा खिच्नु त पर्ने यार मैले walk. I'm walking in the street of Thamel भने जस्तै हो नि Hello sir, welcome to our vlog. Welcome to my vlog as well, sir. के छ जिन्दगी के हाल छ सो दामी छ सर पोखराको याद आयो सर पोखरा मेरो फेभरेट प्लेस छ हैन नेपालको तर नि पोखराको याद आयो फेभरेट प्लेस के गर्लफ्रेन्डले त्यहाँनिर गएर ब्रेकअप दियो यस्तो भने भ्लग गर्छ टाढो पर्छ ओ त्यो ब्रिज चाहिँ कस्तो त्यो जमिनको हैन खोलाबाट टक्क आएर माथि गयो जस्तो फिल भइरहेको छ जिटिए भयो त उडाइदिन्थे मेबी यसबाट इन्ट्रो बजाइरहेको लोकल ब्यान्ड मिठो गीत पनि बजाइरहेको छ यो गीत चाहिँ हाम्रो सबैसँग डेडिकेट हेरेर त ओहो भाउजू सुन्दै आउनुहुन्छ यहाँ ओहो केलोना ल्यान्ड हुन पाएको छैन केटीले यहाँसँग डेडिकेट गर्छ के गर्ने हो तपाईँले दिएको सनस्क्रिन र मोइस्चराइजर लगाएर फेरि लगाएको छैन हो हजुर त्यति चाहिँ याद राखौँ है मोइस्चराइजर चाहिँ लगाएको छन् है गयो शीतल आज बेस्किलले भेट्दैन लाइफ त यो हो यार टाढा हेऱ्यो बिल्डिङ त्यहीँ हान्नु मिल्छ अब त एक्सिडेन्ट दबाउँदा हो नि त्यही ग्राउन्ड गर्छ होटल पनि दामी दामी छ खिचिक गयो
भिडियोमा छ हौ हेलो वेलकम टु आवर भ्लग हाम्रो भ्लगमा सबैलाई स्वागत गर्न चाहन्छौँ हामी अहिले छौँ केलोना वाटरफ्रन्ट पार्क अनि ब्रिटिस कोलम्बिया हाम्रो यहाँबाटको जर्नी एकदम दामी इन्ट्रेस्टिङ हुँदैछ हामी भ्लग बनाउँदै जान्छौँ वी आर गन बी द बेस्ट ब्लगर इन द टाउन टाउन होइन घरको थियो घरको लभली यति बोलेपछि अब हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला पैसा हामीलाई चाहिँदैन मोनिटाइज मात्रै होस् पठाइदिन्छौँ मोनिटाइज मात्रै होस् न हेलो हेलो हेर्नु त 5-6 मिनट होला 5-7 मिनट होला ल हेलो गाइस तर हामी गाडी भएको ठाउँमा पुग्न चाहिँ लाग्छ 7-8 मिनट ल सर आउनु नि त ल 10 मिनट आउनु नि त ल यता यो खै के क्लब भन्ने छ नि खेल्न क्लब भन्ने छ हामी तिमीहरूतिर आउँछ गाइजहरू हामी नि हिँड्ने ल खेलाउन लेखेको तिर सो अब हामी चाहिँ केटाहरू आइल्स दिँदैछन् आइल्सको बिचमा चाहिँ ब्रेक भयो अरे सो हामी अब भेट्न जाँदैछौँ होइन भ्लगर त जमानादेखिको भ्लगर हो नि म अनि त्यसपछि अरू भनेको यस्तै खै हाम्रो आशिष सर हुनुहुन्छ एकदम ह्यान्डसम भएर अगाडि हिँड्दैछन् कुहिरे भन्दा कम छैनन् हाम्रो आशिष सर ए यो सर नदिनु त मलाई यार म खाएको खाइ छु यार आफ्नो भ्याएर केटाहरूले समात्न दिन्छन् म खाएको खाइ छु यहाँ यो केटाहरू दुब्लाको मैले खान नदिएर होइन केटाहरूले नखाएर मलाई दिएर चाहिँ हो रहेछ भन्ने कुरा थाहा भयो है साउनाले गर्दा बहुत निन्द्रा चाहिँ बहुत आउँदो रहेछ प्यारासेलिङ रे यहाँनिर सोध्न मिल्छ प्यारासेलिङ भनेको त उता मासतिर उड्ने हो नि त त प्यारासेलिङ छ हाम्रो आशिषलाई चङ्गा बनाएर ढुङ्गामा ट्याङ टाँसेर उडाउने हाम्रो गुन्नी नै ठिक छ उता रेन्टल पनि छ त्यहाँ सोध्ने भयो होइन त्यो बाहेक छ तपाईँको त 1% छ चार्ज अब अफ नभए चाहिँ लगाइदिने हो ल अनि त्यो बाहेक हाम्रो भनेको अब हाम्रो के छ हाम्रो अब नयाँ नौलो भनेको केटाहरूको 2 बजी सकिन्छ त्यसपछि हामी जान्छौँ ट्रिपमा अल द वे टु नेल्सन भ्लग बनाउनु पऱ्यो अङ्ग्रेजी त्यहाँबाट सुध्रिँदो रहेछ कि क्यामेरादेखि त अङ्ग्रेजी नै बोल्न मन लाग्दैछ हामी कता जाने हो सोध्नु त के को जेट्सकी को केटाहरू चाहिँ जेट्सकी हान्ने भनेर सोध्दैछन् सो हामी जेट्सकी हान्न पनि सक्छौँ आजको लागि यो हेर्दैछु म सेभिङ फाइल्स